नमस्कार साथीहरू, बिराजोली युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। म हरेक दिन हजुरहरूको लागि एउटा भिडियो चाहिँ लिएर आउने गर्छु। हजुरहरूलाई पनि कुनै न कुनै फाइदा होस् भनेर। आज चाहिँ म फोटा डिलिट भएको फोटालाई कसरी रिकभर गर्ने, कसरी हेर्ने त कसरी डाउनलोड गर्ने अनि त्यो सिकाउन गइरहेको छु। ध्यान दिएर हेर्नु होला, हजुरहरूको लागि पनि फाइदा हुन सक्छ। यो भिडियोदेखि चाहिँ धेरै कुराहरू जान्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। पहिला चाहिँ हामी डाउनलोड गर्ने हुन्छ एउटा एपलाई, अनि त्यो एप डाउनलोड गरिसकेपछि गर्नुपर्छ पहिला प्ले स्टोरमा जाने, अनि प्ले स्टोरमा गइसकेपछि सर्च बारमा जाने अनि सर्च गर्नुपर्छ है त। DISK डिस्क आयो होइन, यति मात्रै सर्च गरेपछि नि आउँछ है। अनि तल छ डिस्टिगर फोटो रिकभर छ नि, यहाँनिर हो। यो एप्सलाई चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ है साथीहरू। मैले चाहिँ अलरेडी डाउनलोड गरिसकेको छु। हजुरहरूले डाउनलोड गरेर यसरी गर्न सक्नुहुन्छ। अनि यसलाई ओपन गर्छु है त म। यसलाई ओपन गर्ने, अनि यसलाई ओपन गरिसकेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ। यस्तो आइसकेपछि चाहिँ हजुरहरूले के चाहनुहुन्छ त, फोटा रिकभर गर्न चाहनुहुन्छ भने चाहिँ माथि फोटोस लेखेको छ, अनि त्यसमा हान्ने लस्ट फोटोसमा हान्ने, अनि यसमा हानिसकेपछि चाहिँ यस्तो इन्टरफेस आउँछ। तल फोटोहरू रिकभर भइरहेछ है त साथीहरू। अब हेरौँ, फोटोहरू रिकभर हुन्छ। अनि त्यसलाई चाहिँ फोटोहरूलाई चाहिँ डाउनलोड गर्न नि सकिन्छ, अनि हेर्न मात्रै नि सकिन्छ है त साथीहरू। हामी हेरौँ है त, हेरौँ मात्रै। म चाहिँ डाउनलोड चाहिँ गर्दैन होइन, डिलिट गरिसकेको। हजुरहरू डाउनलोड पनि गर्न सक्नुहुन्छ। यसरी चाहिँ रिकभर भएर चाहिँ यहाँनिर देखाउँछ। एकछिन वेट गरौँ है त, एकछिन वेट गर्नुपर्छ। रिकभर हुन्जेल एकछिन टाइम लाग्छ, 1-2 मिनट। यो टाइम चाहिँ मलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिहाल्नुहोस् है। यहाँनिर चाहिँ रिकभर भइसक्यो, देखिसक्यो है, पेजहरू फोटाहरू देखिसक्यो। अनि यसमा फोटाहरू देखिसकेको छ। अनि यसलाई रिकभर गर्न चाहनुहुन्छ भने यहाँ हानेर चाहिँ तल रिकभरमा थिचेपछि चाहिँ रिकभर भइहाल्छ है त। हस् त, धन्यवाद।